आजको यस भिडियोमा हामी रेडियो एक्टिभ सब्स्टेन्स र रेडियो एक्टिभिटीसँग रिलेटेड भएका केही न्युमेरिकल प्रब्लम्सहरू सल्भ गर्छौं जो हामी योभन्दा प्रिभियस एक्जाम्सहरूमा एनइबी बोर्डमा र एचएसबी बोर्डमा आइसकेका क्वेसन्सहरू छन् कतिपय र केही नयाँ क्वेसन्सहरू छन्। हामीले योभन्दा अगाडिको भिडियोमा रेडियो एक्टिभ सब्स्टेन्स र रेडियो एक्टिभिटीसँग रिलेटेड भएका थ्योरिटिकल कन्सेप्टहरू क्लियर गरिसकेका छौं र त्यसबाट हामीले डिफ्रेन्ट फर्मुलाहरू पनि डिराइभ गरेका छौं र हामीले न्युमेरिकल प्रब्लम सल्भ गर्नुभन्दा अगाडि ती फर्मुलाहरूलाई एकचोटि रिकल गर्नुपर्ने हुन्छ। सुरुमा हामीले त्योसँग रिलेटेड भएका फर्मुलाहरू के छन् त्यसलाई लिस्ट आउट गरौँ ताकि हामीलाई न्युमेरिकल प्रब्लम सल्भ गर्न सजिलो होस्। डीके लले के भनेको छ एउटा सिम्पल फर्मुला भन्दा रेट अफ डिसइन्टिग्रेसन्स dn बाइ जुन dt छ त्यो इज इक्वल्स टु चाहिँ माइनस ल्याम्डा टाइम्स नम्बर अफ एटम्स प्रेजेन्ट एट द्याट इन्स्ट्यान्ट अफ टाइम भनेर एउटा फर्मुला दिएको छ। यसलाई फर्दर सल्भ गरेर हामीले के निकाल्यौँ भने n इज इक्वल्स टु n नट e टु दी पावर माइनस ल्याम्डा t निकाल्यौँ। यो ल्याम्डा भनेको चाहिँ डीके कन्स्ट्यान्ट हो। यसमा रेट दिएको छ भने r इज इक्वल्स टु r नट e टु दी पावर माइनस ल्याम्डा t पनि हामी युज गर्न सक्छौँ। यसै गरी हाफ लाइफको लागि t हाफ इज इक्वल्स टु हामीसँग फर्मुला छ कि ln 2 बाई ल्याम्डा भन्ने र यसलाई न्युमेरिकल लेख्ने हो भने 0.693 डिभाइड बाई ल्याम्डा लेख्न पाइयो। अब ल्याम्डा चाहियो भने त हामी यसलाई इन्टरचेन्ज गर्न सक्छौं र नयाँ फर्मुला बन्छ। अर्को छ एउटा मिन लाइफ भन्ने। मिन लाइफमा चाहिँ के छ भने रेसिप्रोकल अफ दि डीके कन्स्ट्यान्ट इज कल्ड मिन लाइफ भन्छौं र यसलाई हामीले हाफ लाइफकै टर्ममा फेरि लेख्ने हो भने यति चाहिँ 1.44 टी हाफ लेख्न मिल्छ। यसरी हामीले मिन लाइफ पनि निकाल्न सक्छौं चाहे त्यो ल्याम्डाको टर्ममा हामीसँग इन्फर्मेसन होस् अथवा हाफ लाइफसँग होस्। यदि हामीले एज एस्टिमेट गर्नु पर्यो हैन कुनै पनि सब्स्टेन्सको चाहिँ रेडियो एक्टिभ डिसइन्टिग्रेसन्सको इन्फर्मेसन्सबाट एज एस्टिमेट गर्न पर्यो भने त्यो टाइम इज इक्वल्स टु चाहिँ हामीसँग फर्मुला 1 बाई ल्याम्डा ln n नट बाई n यस्तो खालको फर्मुला हामीले डिराइभ गर्न सक्छौं र डिराइभ गरेका छौं। अब यसलाई फेरि मैले टाइम हाफ लाइफको टाइममा रिप्रेजेन्ट गर्ने हो भनेदेखि चाहिँ यसलाई टी हाफ डिभाइडेड बाई 0.693 लेख्न पाइयो यो ल्याम्डालाई। अनि ln अब कहिलेकाहीँ त नम्बरमै दिया हुन्छ सजिलै भइहाल्यो, कहिलेकाहीँ रेटमा दिन्छ त्यतिखेर चाहिँ हामीले r नट बाई r पनि गर्न पाइन्छ। यो कुरा भुल्न चाहिँ भएन। यी बेसिक फर्मुलाहरू यदि हामीलाई नोन छ भने हामी योसँग रिलेटेड भएका प्रब्लम्सहरू सजिलैसँग सल्भ गर्न सक्छौं। अब जाउँ मेन प्रब्लम्सतिर। फर्स्ट प्रब्लम छ at a certain instant a piece of radioactive sample contains 10 to the power 12 atoms। सपोज गरौँ कि इनिशियल टाइम्समा यति एटम्स कुनै पनि रेडियोएक्टिभ सब्स्टेन्सको प्रेजेन्ट छ। गिवन लेख्दै जाउँ। गिवनमा छ इनिशियल एटम्स यसलाई सपोज गरौँ n नटले यो छ 10 टु दी पावर 12 एटम्स छ। त्यसपछि इफ द हाफ लाइफ अफ द स्याम्पल इज 15 डेज रे हाफ लाइफ पनि दिया रहेछ। हाफ लाइफ टी हाफ दिया छ। यसले टी हाफ भनेको दिया छ भन्दा 15 डेज दिया छ। 15 डेज दिया। यसलाई पहिला के गरौँ सेकेन्डमा लैजाउँ। 15 डेज 1 डेजमा 24 आवर हुन्छ। 24 आवरमा फेरि अर्को 60 मिनेट्स हुन्छ र फेरि अर्को 60 सेकेन्ड हुन्छ। यो सबैलाई सल्भ गर्दाखेरि एउटा पर्टिकुलर भ्यालु आउँछ। यो सल्भ गर्दा आउँछ 1.296 इन्टु 10 टु दी पावर 6 आउँछ। 10 टु दी पावर 6 सेकेन्ड आउँछ। अब हामीलाई क्वेशन्स के सोधेको छ भने क्याल्कुलेट द रेट अफ डिसइन्टिग्रेसन्स। रेट अफ डिसइन्टिग्रेसन्स यो भनेको चाहिँ dn बाई dt सोधेको। यो कति छ भनेर सोधेको छ। अब रेट अफ डिसइन्टिग्रेसन्स हामीसँग के छ फर्मुला भन्दा वी ह्याभ फर्मुला के छ भन्दा dn बाई dt इज इक्वल्स टु छ ल्याम्डा टाइम्स n। यो ल्याम्डा भनेको के लेख्न पाइयो भन्दा ल्याम्डा त डाइरेक्टली दिएको छ नि त हामीलाई त टी हाफको टर्ममा दिएको छ। त्यसले गर्दा ल्याम्डा भनेको चाहिँ 0.693 बाई टी हाफ गर्न पाइयो। अब यहाँ चाहिँ 0.693 डिभाइड बाई टी हाफ लेख्न पाइयो। अनि इन्टु n नट भनेको त 10 टु दी पावर 12 दिया छँदैछ। यो भइहाल्यो। अब यदि यसलाई सल्भ गर्ने हो भने इज इक्वल्स टु
0.693 divided by 1.296 into 10 to the power 6 into 10 to the power 12 यो सबैलाई सल्भ गर्दाखेरि कति आउँछ भन्दा यसलाई सल्भ गर्दा आउँछ 5.35 into 10 to the power 5 सेकेन्ड आउँदो रहेछ पर सेकेन्ड आउँदो रहेछ सरी यो सबैलाई सल्भ गर्दा कति आउँदो रहेछ भन्दा 5.35 into 10 to the power 5 per seconds आउँदो रहेछ भनेपछि यो इन्स्ट्यान्ट अफ टाइममा जतिखेर एटम्स यति थियो त्यतिखेर चाहिँ रेट अफ डिसइन्टिग्रेसन चाहिँ 5.35 into 10 to the power 5 per second को रूपमा डिसइन्टिग्रेसन्स भइराखेको हुँदो रहेछ ओके अर्को क्वेशनमा जाउँ सेकेन्ड क्वेशन छ इट इज अब्जर्भ दैट 3.67 into 10 to the power 10 alpha particles are emitted per second हेर्नुस् है सपोज गरौँ कुनै पनि एउटा बल्क अमाउन्टमा हामीसँग रेडियोएक्टिभ सब्स्टेन्स छ यो रेडियोएक्टिभ सब्स्टेन्सबाट 1 सेकेन्डमा 3.67 into 10 to the power 10 अल्फा पार्टिकल इमिट भइरहेछ भनेको मिनिङ यतिवटा रेडियोएक्टिभ सब्स्टेन्सहरु डिसइन्टिग्रेट भएको छ किनकि हरेक एउटा डिसइन्टिग्रेट हुँदा एउटा पार्टिकल मात्र इमिट गर्छ आइदर अल्फा अर बीटा भन्ने हामीलाई थाहा छ त्यसले गर्दा के बुझ्नु पर्यो भने यो चाहिँ रेट अफ डिसइन्टिग्रेसन दिइराखेको छ यसले है रेट अफ डिसइन्टिग्रेसन दिएको छ कि यतिवटा पार्टिकलहरु यहाँबाट डिसइन्टिग्रेट भइराखेको छ भनेपछि यहाँनिर हामीलाई रेट अफ डिसइन्टिग्रेसन दिएको रहेछ रेट अफ डिसइन्टिग्रेसन यो dn by dt दिएको छ है एउटा पर्टिकुलर इन्स्ट्यान्ट अफ टाइमको dn by dt भनेको चाहिँ 3.67 into 10 to the power कति छ भन्दा 10 यो पर सेकेन्डमा यति चाहिँ डिसइन्टिग्रेट भइराखेको छ अनि यतिखेर के भनेको छ भने फ्रम 1 ग्राम अफ रेडियम भनेको छ 226 रेडियमको 1 ग्राम थियो त्यतिखेर यति डिसइन्टिग्रेट हुँदाखेरि क्याल्कुलेट द हाफ लाइफ अफ द रेडियम भनेको छ अब यहाँ एउटा कुरा के बुझ्नु पर्छ भने जस्तो कुनै पनि रेडियोएक्टिभ सब्स्टेन्स अर नर्मल सब्स्टेन्समा यदि मोलमा दिएको छ अथवा त्यसको मोलार मास दिएको छ भने हामीले के बुझ्नु पर्छ भने जति दिएको छ नि मोलार मास यो मोलार मास 1 मोल भनेको चाहिँ यतिवटा एटम्सहरुको कलेक्सन हो भनेपछि रेडियम यो 226 ग्राम अफ रेडियम कन्टेन्स कतिवटा भन्दा एभोगाड्रोज नम्बर भनेको त 6.023 into 10 to the power 23 एटम्स रहन्छ अब हामीलाई दिएको कति छ 1 ग्राम छ त्यसैले 1 ग्राममा कति रहन्छ भन्दा रेडियम्स कन्टेन्स यो 6.023 into 10 to the power 23 लाई हामीले कतिले डिभाइड गर्नु पर्यो भन्दा 226 ले डिभाइड गर्नु पर्यो यति एटम्स मात्रै के हुन्छ हामीसँग रहेको हुन्छ अब टोटल नम्बर अफ एटम्स कति रहेछ भन्दा त यही हो हाम्रो लागि त हैन सुरुमा कति रहेछ भन्दा त्यो त n नट हो नि त हाम्रो लागि त अनि यसमा dn यति आइराखेको छ भनेपछि त हामीसँग डीके लले के भन्छ भने सोधेको छ हामीलाई tf तर पहिला के निकाल्नु पर्यो डीके लले हामीलाई के दिया छ भने डीके लले dn by dt is equals to lambda into n भनेको छ हैन त lambda into n भनेको छ त्यसो भए त lambda को फर्मुला के आउने भयो भन्दा lambda is equals to यो dn by dt जति छँदै छ डिवाइड बाइ n राख्नु पर्ने हो अब यसलाई राखौं त कति आउँछ dn by dt भनेको 3.67 into 10 to the power 10 दिया छ अनि डिवाइड बाइ n हामीले निकाल्यौं यहाँनिर यो n लाई एज इट इज राख्दाखेरि यो तलको चाहिँ यो डिनोमिनेटर कुन डिनोमिनेटर त माथि जाने भयो यो 226 लाई माथि लेख्थ्यौं हैन तल कति आउने भन्दा 6.023 into 10 to the power 23 ल यो सबैलाई सल्भ गर्दाखेरि तपाईहरुले आफूले सल्भ गर्नुहोस् सबैलाई सल्भ गर्दा आउँदो रहेछ 1.377 into 10 to the power minus 11 यो चाहिँ पर सेकेन्ड को रूपमा आउँदो रहेछ 10 to the power minus 11 per second यो आयो डिसइन्टिग्रेसन कन्स्ट्यान्ट अब हामीलाई सोधेको त के हो भन्दा त tf सोध्यो हैन त tf सोधेको अब त डिसइन्टिग्रेसन कन्स्ट्यान्ट आइसकेपछि त tf को फर्मुला सजिलो छ सो tf = के छ फर्मुला 0.693 डिवाइड बाइ ल्याम्डा छ डिसइन्टिग्रेसन कन्स्ट्यान्ट राख्दै भइहाल्यो भनेसी 0.693 डिवाइडेड बाइ 1.296
377 into 10 to the power minus 11 राख्दा कति आउँदो रहेछ भन्दा यो सबै क्याल्कुलेसन गर्दाखेरि आउँदो रहेछ 5.02 into 10 to the power 10 सेकेन्ड। यति सेकेन्ड आयो हाफ लाइफ। अब यो एकदमै ठुलो क्वान्टिटी देख्यो, त्यसो भए अब यसलाई इयरमा लैजाउँ। इयरमा लानलाई के गर्नुपर्छ भन्दा यो सबैलाई के गर्नु पर्यो 5.02 into 10 to the power 10 लाई डिभाइड गरौँ कति हुन्छ भन्दा इयरमा 365 डेज हैन, 1 डेजमा 24 आवर, 24 आवरमा फेरि 60 सेकेन्ड, सरी 60 मिनेट, फेरि 60 सेकेन्ड। यो सबै क्याल्कुलेट गर्दा आउँदो रहेछ, तपाईहरु आफैले क्याल्कुलेट गर्नु होला 1598 point यो सबै क्याल्कुलेट गर्दा आउँदो रहेछ 1595.75 इयर्स। यो तपाईहरुले आफूले पनि क्याल्कुलेट गर्नु होला। यो वेबाट यो प्रब्लम पनि सल्भ गर्न सक्छौं। अब जाउँ नेक्स्ट प्रब्लममा। यहाँ भनेको छ इफ 4 ग्राम अफ रेडियो एक्टिभ मेटेरियल अफ हाफ लाइफ पिरियड, हाफ लाइफ दियो, गिवन चाहिँ हामीले लेखिहाल्नुपर्छ के दिया छ भनेर। हाफ लाइफ दिया छ हामीलाई टी हाफ, हेर्नुस् है, टी हाफ दिया छ कि 10 इयर्स, 10 इयर्स दिया। डिसइन्टिग्रेट्स रे फाइन्ड आउट द मीन लाइफ अफ द गिवन स्याम्पल भनेको छ। यसले हामीलाई सोध्यो मीन लाइफ, मीन लाइफ सोधेको छ कि टीएम भनेको कति हुन्छ भनेर। अब एकचोटि याद गर्नुस् त, अघि हामीले अगाडि लिस्ट आउट गरेको फर्मुलामा टी मीन भनेको हामीलाई टी मीन भनेको त सिम्पल के हो 1 by lambda हो। यसलाई हामीले अहिले के लेखेका छौं नि 1.44 टाइम्स टी हाफ लेखेका छौं डाइरेक्टली। टी हाफ त हामीलाई अलरेडी दिएको छ भनेपछि त 1.44 टाइम्स टी हाफ कति इयर्स देखा 10 इयर्स दिएको छ। यसलाई क्याल्कुलेट गर्ने हो नि त 14.4 इयर्स आउँदो रहेछ। फर्मुलाहरु चाहिँ तपाईहरुले यससँग रिलेटेड भएका फर्मुलाहरु चाहिँ याद गर्नुपर्ने हुन्छ जो अघि हामीले लिस्ट आउट गरिसकेका छौं। अब जाउँ अर्को प्रब्लम्समा। प्रब्लम छ द नर्मल एक्टिभिटी अफ द लिभिङ म्याटर कन्टेनिङ रेडियोएक्टिभ कार्बन आइसोटप्स दिया रहेछ एउटा C14 इज फाउन्ड टु बी 15 डिके पर मिनेट पर ग्राम। नर्मल एक्टिभिटी यो सुरुमा इनिशियल एक्टिभिटी दिया छ यसले। अब एक्टिभिटीलाई रेटमा राखे पनि भयो अथवा यनमा त नलेखौं किनकि पर सेकेन्डमा दिया छ, रेट अफ डिसइन्टिग्रेसन दिया छ, अथवा एक्टिभिटी लेख्न पनि सकिन्छ गिवनमा है त। गिवनमा इनिशियल एक्टिभिटी एले नै रिप्रेजेन्ट गरौँ ल, ए नट नै रिप्रेजेन्ट गर्दियौं। इज इक्वल्स टु कति दिया छ यसले 15 डिसइन्टिग्रेसन्स पर मिनेट दिया छ। त्यसपछि सर्टेन टाइम पछाडि यसले के गर्यो भने एन्ड एक्टिभिटी अफ 9 डिकेज पर मिनेट पर ग्राम्स अफ कार्बन, सर्टेन टाइम पछाडि उले यति पायो। यसलाई फाइनलै भने पनि भयो। फाइनल एक्टिभिटी ए मात्र लेखौं, त्यो कति छ 9 डिसइन्टिग्रेसन्स पर मिनेट दिया छ। हेर्नुस् है। अनि त्यसपछि यसले एस्टिमेट द एज अफ दिस स्पेसिमेन भनेको, त्यो स्पेसिमेनको हामीलाई एज चाहिएको छ। एज टी इज इक्वल्स टु कति हो भनेर हामीलाई निकाल्नु पर्ने छ। अब फर्दर यसले के दिया छ भने हाफ लाइफ दिया रहेछ। हाफ लाइफ टी हाफ इज इक्वल्स टु दिया छ इयरमा 5730 इयर्स दिया छ। अब हेर्नु, अब अघि हामीले लिस्ट आउट गरेको फर्मुला अनुसार कुनै पनि एज एस्टिमेट गर्नको लागि एजको फर्मुला के छ हामीसँग भन्दा नर्मली डिराइभ गर्दा पनि भयो, डाइरेक्टली फर्मुला लाउँदा झन् बेटर भयो। अब अलिकति डिराइभ नै गर्न चाहनुहुन्छ भने नर्मली हामीले के लेख्न पाउँछौं भन्दा ए इज इक्वल्स टु ए नट ई टु दी पावर माइनस ल्याम्डा टी लेख्न पाउँछौं हैन। यो हामीसँग भएको डीके इक्वेशन्सको अर्को फर्म हो। त्यतिखेर चाहिँ हामीले n इज इक्वल्स टु n नट ई टु दी पावर माइनस ल्याम्डा टी लेखेका थियौं, त्यसलाई हामी r इज इक्वल टु r नट ई टु दी पावर माइनस ल्याम्डा टी लेख्न पाउँछौं। ए को टर्ममा लेखेका छौं ए इज इक्वल्स टु ए नट ई टु दी पावर ल्याम्डा टी। हामीलाई यो टी निकाल्नु छ,
त्यसो भए यसलाई उता लैजाउँ त a by a naught is equals to e to the power minus lambda t भयो यो नेगेटिभ हटाउन लागि यसलाई फ्लिप गर्नुपर्ने हुन्छ उतापट्टि उल्टाइदिउँ इज इक्वल्स टु के आयो e to the power lambda t मात्रै आयो अब हामीलाई एक्सपोनेन्शियल उतापट्टि पठाइदिउँ र ल्याम्डा टी लाई यतापट्टि राखौँ ल्याम्डा टी इज इक्वल्स टु एक्सपोनेन्शियल उतापट्टि जाँदा त लगर्थमिक भएर जान्छ ln के आउने भयो भन्दा a नट बाई a आउने भयो र मलाई चाहिएको त टाइम हो त्यो भनेको त 1 बाई ल्याम्डा ln a नट बाई a लेख्न पाइयो मलाई त ल्याम्डा पनि दिएको छैन टी हाफ को टर्ममा दिएको छ त्यसलाई टी हाफमा लैजाउँ टी हाफमा लाँदाखेरि के हुन्छ भन्दा टी हाफ डिभाइडेड बाई 0.693 अनि ln a नट बाई a छ अब t इज इक्वल्स टु टी हाफ भनेको कति छ भन्दा 5730 डिभाइड बाई 0.693 छ यसलाई ln मै राखौँ यो छ 15 माथिको यो छ 9 यसलाई सबैलाई सल्भ गरौँ सल्भ गर्दा कति आउँछ तपाईहरुले आफैले सल्भ गर्नु होला फेरि यो यसलाई सबैलाई सल्भ गर्ने हो भनेदेखि यो अराउन्ड आउँदो रहेछ 4224 इयर्स आउँदो रहेछ 4224 इयर्स आउँदो रहेछ भनेपछि त्यो कुनै पनि त्यो जुन सब्स्टेन्स जुन हामीले इन्भेस्टिगेट गरेर राखेको जुन सब्स्टेन्स छ त्यो चाहिँ यति टाइमबाट सर्भाइभ गरेर राखेको रहेछ यो वेबाट हामीले कुनै पनि डेड बडीको अथवा कुनै पनि लिभिङ क्रिएचर जुन डेड छ तिनीहरुको बोनबाट तिनीहरुको स्ट्रक्चरबाट चाहिँ हामी त्यो अब्जेक्टको एज एस्टिमेट गर्न सक्छौं ओके अब अर्को एउटा प्रब्लम हेरौं अर्को प्रब्लम छ द आइसोटोप अफ कार्बन 14 has half life 5700 years if the sample contains 10 to the power 22 carbon of 14 nuclei find its activity निकाल्नु पर्ने रहेछ ल यो क्वेशन चाहिँ तपाईहरुको लागि है त आन्सर कति आउँछ मेन्सन गर्नु होला र बाँकी रहेको हामी केही ग्राफिकल प्रब्लम्सहरु अर्को भिडियोमा सल्भ गर्नेछौं